टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। जनकपुरमा कोरोना पुष्टि भएका 200 जना सम्पर्कविहीन भएको खुलासा सम्बन्धी प्रसङ्गबाट। प्रदेश 2 का 200 जना कोरोना संक्रमित सम्पर्कविहीन बनेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा PCR परीक्षण गराएका मध्ये 200 जना संक्रमित स्थानीय प्रशासनको सम्पर्कमै नरहेको खुलासा भएको छ। PCR परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको स्थानीय प्रशासनले बताएको छ। संक्रमितहरू लुकीछिपी बस्ने प्रवृत्ति देखाएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन विजय कुमार झाले बताए। स्वाब सङ्कलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैन। यस्तो प्रवृत्तिले गर्दा PCR पोजिटिभ आयो भने संक्रमित खोज्न साह्रै गाह्रो भएको छ। झाले भने स्वाब सङ्कलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न झमेला भएको छ। संक्रमित भए पनि लुकी छिपी बसेकाहरूको खोजी गर्नुपर्ने बाध्यता रहेको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको भनाइ छ। संक्रमित भएर परिवार समाजमा बस्दा महामारी झन्न फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिलाई सम्पर्क गर्ने प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए। झापामा सशस्त्र प्रहरीको गोली लागेर 1 जनाको मृत्यु भएको छ। झापा गाउँपालिका 3 कामाटोलीमा स्थानीय र प्रहरी बीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेर गम्भीर घाइते भएका 38 वर्षीय रफिक आलम उपचारको क्रममा BNDC अस्पतालमा मृत्यु भएको हो। गोरु काटेको अभियोगमा पक्राउ परेका 2 जनालाई बिर्ता मोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरी बीच झडप भएको थियो। प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीले 10 राउन्ड गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले प्रहारबाट नेपाली प्रहरी र सशस्त्र प्रहरीका 2 जना सुरक्षाकर्मी समेत घाइते भएका छन्। प्रदेश अस्पताल सुर्खेतका 6 जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। अस्पतालका अनुसार संक्रमण देखिएकामा 2 जना कन्सल्ट्यान्ट र 4 जना मेडिकल अधिकृत हुन्। अस्पतालका थप 1 स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ। अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिबाट जोखिम बढेको छ। हाल कोरोना विशेष अस्पतालमा 23 संक्रमित उपचाररत छन्। चिकित्सामा संक्रमण देखिएपछि अस्पतालले आजैदेखि 1 हप्ताका लागि OPD सेवा बन्द गरेको छ। 1 हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशन खड्काको भनाइ छ। यसैअघि अस्पतालका 3 जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो। नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनले अर्थमन्त्री युवराज खतिवडालाई रेड सिग्नल दिएको छ। कार्यदलले शनिबार सहमतिको खाका सहितको बुझाएको प्रतिवेदनमा अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका खतिवडाको कार्यालयमा ब्रेक लाग्ने सङ्केत देखिएको छ। गत फागुन 20 गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको सदस्यमा नियुक्त नगरेको खड्कामा आगामी 20 वैधता सकिनेछ। मन्त्री परिषदका लागि 2 सदनमध्ये 1 को अनिवार्य सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ। अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाका 1 सदस्य रिक्त छ। तर ओलीले पार्टीको शक्ति सन्तुलन मिलाउन खतिवडालाई निरन्तरता दिने मनसाई प्रकट गरिएको स्रोतको दाबी छ। टुडे समाचारमा एकैछिन व्यावसायिक विश्रामपछि बाँकी प्रसङ्ग। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्।
मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाएँ। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। ए त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। ए सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी, सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा काढ पैसा काढ पैसा काढ, आइएमई काउन्टर गेलै पैसा काढ लेलकै। पैसा राईका ब्याज कमाई पैसा काढ, कने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा काढ। नया चलन आइल चोली तिरली चलल, अपन जनकपुर में चलते पैसा काढ। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक के आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ। चुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाय हाय, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग। संक्रमणबाट कपिल वस्तुमा 50 वर्षीय पुरुषको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिल वस्तु नगरपालिका वार्ड नम्बर 1 का
50 वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिल वस्तुले जनाएको छ। उनी लामो समयदेखि उच्च रक्तचाप मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनको उपचारकै क्रममा भदौ 5 गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसै गरी बिहीबार बिहान चितवनमा 5 महिने बालक सहित 45 जना कोरोना संक्रमित थपिएका हुन्। भक्तपुर अस्पतालको कोभिड-19 परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज CMC मा गरिएको परीक्षणमा चितवनका 45 सहित 52 जनामा संक्रमण पुष्टि भएको छ। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ। बिहीबार देशभर मनसुन न्यूनी चापीय रेखा पश्चिम भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगलादेशको खाडीमा रहेको न्यूनी चापीय प्रणालीको कारण नेपाल बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ, जसका कारण हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। यता बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसै गरी राति देशभर सामान्यता बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना संक्रमितको संख्या 33 लाख नागेको छ। पछिल्लो 24 घण्टामा 75,995 जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या 33,07,749 पुगेको हो। संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो हो। संक्रमित मध्ये अहिलेसम्म 25,04,443 जना संक्रमणमुक्त भएका छन् भने 6,95,400 जनाको उपचार भइरहेको छ। यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले 60,000 भन्दा बढीको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा 1,017 जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या 60,629 पुगेको वर्ल्डोमिटर्सले जनाएको छ। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।